एउटा यस्तो मास्टरमाइन्ड वाला अपराधी जसले मान्छेको अंग बेची खाने तस्करीको धन्दा वर्षौंदेखि चलाइरहेका थिए। 100 भन्दा बढी व्यक्तिको किडनी नेपालदेखि भारत पुर्याएर बेचिसकेका कुख्यात अपराधी एउटै किडनीको लिन्थे 6 लाखदेखि 10 लाख रुपैयाँसम्म। त्यस्ता व्यक्तिलाई नेपाल प्रहरीले भारतको चप्पा चप्पा खोजी गरेर पक्राउ गरी पाता फर्काएर काठमाडौँ ल्याएको छ। पक्राउ पर्ने यी व्यक्ति कुनै विदेशी अनुहार होइनन्। सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका 7 घर भएका श्यामकृष्ण भण्डारी हुन्। यदि पाप र धर्म लागू हुने हो भने यिनलाई जन्म जन्मसम्म पनि पाप गराइरहनेछ। भण्डारीसँगै उनका मुख्य सहयोगी सुजन भारती पनि पक्राउ परेका छन्। उनीहरूलाई भारतको राजधानी दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको मानव बेचबिखन ब्युरोले जनाएको छ। श्यामकृष्णसँगै उनको गिरोहमा रहेका ग्याङ नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा 7 जना रहेका छन्। वास्तवमा यो मानव तस्करी विरुद्धको अभियानमा नेपाल प्रहरीलाई ठूलै सफलता हो। मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार गत साउन 21 गते सिन्धुलीका अखिल बहादुर भुजेलले जाहेरी दिएपछि सुरु भएको अनुसन्धान दिल्लीसम्म पुगेर प्रमुख अभियुक्त पक्राउ गरी टुङ्गिएको छ। यस अघि नै नेपालमा 3 जना र भारतमा 2 जना पक्राउ परिसकेका थिए। आइतबार थप 2 जना सहित हालसम्म 7 जनालाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। खिलबहादुरको जाहेरीको लहरोले मानव बेचबिखन धन्दाको पहरो नै लतारिएको छ। भारतको दिल्लीमा लगेर नेपालीहरूको अङ्ग झिक्ने र त्यहीँबाट अङ्गको कारोबार गर्ने, गैरकानुनी अङ्ग झिकेपछि त्यहीँबाट कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौँ। अनुसन्धानको क्रममा पत्ता लाग्यो। त्यसपछि हामीले अपरेसन सिल्ड भनेर एउटा गैरकानुनी अङ्ग प्रत्यारोपण अथवा गैरकानुनी अङ्ग झिक्ने मानिसको चाहिने जीवन रक्षाका लागि अपरेसन सिल्ड भन्ने त्यसलाई नाम दिएर यसको अनुसन्धान अगाडि बढायौँ र यसमा हालसम्म 4वटा मुद्दाहरू दर्ता गरिसकेका छौँ हामीले। यस अघि नै गिरोहको फन्दामा परेर भारत पुर्याएका 5 जनाले आफूहरूको मृगौला निकालिएको भन्दै जाहेरी दिएका थिए। अनुसन्धानमै श्यामकृष्ण भण्डारी दिल्लीको लाजपत नगर स्थित होटलको कोठा भाडामा लिएर लामो समयदेखि मृगौला तस्करीमा संलग्न रहेको पत्ता लागेको छ। ब्युरो प्रमुख एसएसपी कृष्ण पङ्गेनीका अनुसार पक्राउ परेका भण्डारी समूहले करिब 100 भन्दा बढी व्यक्तिको मृगौला निकालिएको आशंका गरिएको छ। भण्डारीले प्रहरीलाई दिएको प्रारम्भिक बयानमा हालसम्म कम्तीमा 15 जनाको मृगौला प्रत्यारोपणका लागि बेचबिखन गराएको स्वीकार गरेका छन्। पैसाहरू नदिइकन झुक्क्याएर यसरी चाहिँ प्रलोभनमा पारेर किडनीको व्यापार गरेको पाइएको छ भने श्यामकृष्ण भण्डारीले मैले 6-7 लाख आइसी चाहिँ लिने गरेको थिएँ भन्ने बताएका छन् र उनले आफैले चाहिँ 25 जनाको त मैले झिक्न लगाइसकेँ भन्ने आफै बताएको स्थिति छ। तर यो सङ्ख्या हेर्दाखेरि उनले 100औं मान्छेहरूलाई त्यहाँबाट चाहिँ किडनी निकालेको भन्ने चाहिँ हाम्रो अनुसन्धानको क्रममा खुल्न आएको अवस्था छ। र सुजन भारतीको हकमा पनि उनले चाहिँ श्यामकृष्ण भण्डारीलाई सहयोग गर्ने गरेको र एउटा किडनी झिक्न उनले सहयोग गरे बापत 40,000 प्रति व्यक्ति उनले पाउने गरेको भन्ने कुराहरू उनीहरूको बयानबाट खुल्न आएको छ। गिरोहले एकजनाको मृगौला प्रत्यारोपण गराउँदा 6 लाखदेखि 10 लाख रुपैयाँ भारतीय रुपैयाँ लिने गरेको खुलासा भएको छ। तर पीडितलाई भने तोकिएको रकम नदिई धोका दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन्। नेपालमै 3 जना पक्राउ परेपछि गिरोहले भारतमा मृगौला निकाल्न तयार पारिएका 9 जनालाई फिर्ता पठाएको समेत खुलेको छ। प्रहरीको दबाव बढेपछि भण्डारी दिल्लीबाट भागेर पन्जाब पुगेका थिए। तर नेपाल प्रहरीको टोलीले दिल्ली प्रहरीको सहयोगमा उनलाई पन्जाबमै नियन्त्रणमा लिई नेपाल ल्याएको हो। भण्डारीसँगै उनको नाममा जारी गरिएको भारतको आधार कार्ड समेत बरामद भएको छ। उनले 2 वर्षदेखि निरन्तर यो अपराधमा संलग्न रहेको स्वीकारोक्तिको बयान दिएका छन्। पक्राउ परेकाहरूमाथि हाल मानव बेचबिखन तथा अङ्ग तस्करी सम्बन्धी अभियोग दर्ता भइसकेको छ भने अब उनीहरूमाथि संगठित अपराध अन्तर्गत समेत अनुसन्धान हुने ब्युरोले जनाएको छ। प्रहरीका अनुसार यो पक्राउले नेपालमा सक्रिय अङ्ग तस्करी गिरोहमाथि ठूलो प्रहार पुगेको छ। स्थापना भए यता पछिल्लो 7 वर्षमा ब्युरोले 9वटा मृगौला तस्करीको मुद्दा चलाएको छ। पहिलो पटक 2076 साल असोज 27 मा अवैध अङ्ग प्रत्यारोपण भन्दै निदान हस्पिटल पुल्चोकमा मृगौला प्रत्यारोपण गरेको घटनामा ब्युरोले मुद्दा चलाएको थियो। त्यसयता अहिलेसम्म 9वटा मुद्दा चलेको ब्युरोको रेकर्डमा छ। यो पछि 2079 असार 16 मा नेपालबाट भारत लगी मृगौला तस्करी गरेको घटनामा मुद्दा चलाइएको थियो। यसको 1 महिनापछि 2079 साल साउन 22 गते भारतको कलकत्तामा लगेर मृगौला तस्करी गरेको घटनामा पनि ब्युरोले मुद्दा चलाएको थियो। 2081 भदौ 9 गते कलकत्ताकै मुकुन्दपुरमा लगेर मृगौला तस्करी गरेको बारेमा पनि मुद्दा चलेको ब्युरोको तथ्याङ्कमा उल्लेख छ। मुकुन्दपुरकै अमरी अस्पतालमा लगेर मृगौला तस्करी गरेको घटनामा 2081 भदौ 24 गते मुद्दा चलाइएको थियो। त्यसपछि अहिले पक्राउ परेका 7 जना विरुद्ध नै 4वटा छुट्टा छुट्टै उजुरी परेको मुद्दा दर्ताको चरणमा रहेकाले
ब्युरोबाट मुद्दा चल्ने संख्या 9 पुग्ने निश्चित छ। ब्युरो बाहेक अन्य 4 ठाउँबाट 5 वटा मुद्दा चलेको पाइएको छ, जसमा 2076 साउन 13 गते काठमाडौँबाट मृगौला तस्करी तथा किनबेच बारे मुद्दा चलेको थियो। त्यस्तै 2076 भदौ 29 गते पनि पर्साबाट मृगौला तस्करी बारे मुद्दा चलेको पाइएको छ। 2077 फागुन 16 मा रूपन्देही, 2078 वैशाख 27 मा सप्तरी र 78 फागुन 18 मा काठमाडौँबाट गरी ब्युरो बाहेक अन्य ठाउँबाट 5 वटा मुद्दा चलेको छ। यो सँगै समग्र देशभर पछिल्लो 7 वर्षमा मृगौला तस्करीका 14 वटा मुद्दा चलेका छन्।